गुड आफ्टरनुन एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ मैले हजुरहरूलाई चाहिँ वाइफाई स्मार्ट क्यामेरा देखाउँदैछु। यो क्यामेरा चाहिँ मलाई स्मार्ट भन्दा पनि एकदमै भेरी स्मार्ट लाग्यो हैन। यो चाहिँ मैले टिकटक सबबाट लिएको अनि मैले यो बाहिरको यो फ्रन्ट डोरमा लगाएको छु, यो बल्ब कनेक्ट हुने ठाउँमा। अनि यसले चाहिँ मेरो घरको भ्यूज चाहिँ ओल्लो छेउदेखि पल्लो छेउको सबैतिरको चाहिँ क्याप्चर गर्छ हैन। यस्तो स्मार्ट काम गर्दो रहेछ। भिडियो अन्तिमसम्म हेर्नु होला। म हजुरहरूलाई कसरी कनेक्ट गर्ने भनेर पनि देखाउँछु। यसमा चाहिँ मेमोरी कार्ड अथवा एसडी कार्ड जाने ठाउँ पनि छ त्यो भिडियो रेकर्ड गर्नको लागि। अनि यसमा दुईटा अप्सन आएको हुन्छ। हजुरहरूले प्लग जोडेर कनेक्ट पनि गर्न सक्नुहुन्छ घरभित्र अथवा बाहिर हजुरहरूले त्यो प्लग निकालेर अनि बल्ब लाग्ने ठाउँमा कनेक्ट गर्न पनि सक्नुहुन्छ। यो चाहिँ चारैतिर रोटेट हुन्छ र यसले सबैतिरको भिडियोहरू खिच्न भ्याउँछ हैन। अनि यहाँनिर चाहिँ मैले हजुरहरूलाई कसरी कनेक्ट गर्ने भनेर पनि देखाएको छु। हजुरहरूले यही अनुसारले फलो गर्नुभयो भने एकदमै सजिलो हुन्छ जोड्नको लागि। यदि हजुरहरूलाई यो भिडियो हेरेर मन पर्यो र यस्तै खालको क्यामेरा खोजिराख्नु भएको छ भने तल अरेन्ज कार्डमा म हजुरहरूलाई लिंक राखिदिन्छु, त्यहाँ क्लिक गरेर लिन सक्नुहुन्छ। एकदमै रिजनेबल प्राइसमा छ र काम पनि स्मार्ट गर्छ। थ्यांक यू फर वाचिङ।